मोडर्न स्टार टिभी मनोरञ्जनकै लागि सब्स्क्राइब गर्न नभुल्नुहोला। दर्शकवृन्द, स्वागत छ तपाईलाई मोडर्न स्टार टिभीमा। हजुर, म आङ्कानी शेर्पा बोलेको। अहिले तपाईको बीचमा धेरै कुराहरू आइरहेछ। तपाईले चाहिँ अलिकति अप्सन चाहिँ कसरी अप्सन राम्रो गरी आएको छैन। हजुर, सुन्नु भएन? हजुर, भन्नुहोस्। हजुर, अहिले तपाईँ र यो बीचको हाम्रो नेपालीहरुको बीचमा धेरै कुराहरू। एक मिनेट, हाँ, मैं बात कर रही हूं। एक मिनेट। हेलो। बीचमा यो नेपाल र तपाईको बीचमा एकदम प्रब्लम, धेरै इस्यु आयो। अनि हजुर चाहिँ नेपालसँग किन अलिकति अप्सेट कसरी अप्सेट भयो, यसो अलिकति हाम्रो दाजुभाइ दिदीबहिनी यसो शेयर गरिदिनुस् न। Well, thank you so much for asking such an amazing question. Nepal हेलो। हजुर, हेलो। हजुर, अर्कै बहिनीको भिडियो अर्कै के भयो? नेपाल। हजुर, भन्नुस् न। हजुर, नेपालसँग के पर्सनल दुश्मनी छैन, एन्ड आई एम अल्सो नेपाली स्पिकिङ गर्ल। लेकिन एक बार मेरो खूब खराब एक्सपिरियन्स भएको थियो नेपालमा। त्यो चिजसम्म मेरो भित्र थियो। अरू नेपाली मान्छेहरूसँग आई डोन्ट नो द्याट्स माई बेड डेस्टिनी अर वाट, बट मलाई धेरै पालि चाहिँ नि मेरो रङ एक्सपिरियन्स भएको छ। यो अश्लील व्यवहारहरू, यो त्यसको लागि मैले पुरै जम्मै नेपाली मान्छेलाई, नेपाली भाषीलाई भनेको होइन। इनफ्याक्ट म भी नेपाली हो है। हजुर हजुर। जति म भारतीय हुनमा गौरव गर्छु, गर्व गर्छु, त्यति म नेपाली हुनमा भी गर्छु है। अरू मान्छेहरूको इन्डिभिजुअल चोइस हो, कसले के गर्नुहुन्छ। लेकिन सायद त्यो मेरो अलिकति गल्ती भी भयो होला, किनभने जस्तै होस्, हामीहरूको नेपाली मान्छेहरू चाहिँ नि एकदम माने मनले अर्काको लागि राम्रो चाहने मान्छेहरू हो। राई, लिम्बू, मगर, छेत्रीदेखिबाट हजार जात छ हामीहरूको जातमा है। सायद मबाट त्यो अलिकति मैले त्यो नेपालको मान्छेहरू आएर यहाँ भित्र काम गर्छ त्यति भन्न चाहिँ मेरो गल्ती हो। म पर्सनली भी त्यो चिजलाई फिल गर्छु। अरू त्यही हो, इन फ्युचर अब जे होस्, म भी आफ्नो फिल्डमा राम्रो गर्दैछु, उहाँहरू भी आफ्नो फिल्डमा राम्रो गरोस् है, त्यही मेरो मनोकामना रहन्छ। तपाईँ नेपाल जाँदाखेरि तपाईँलाई अलिकति ब्याड फिलिङ अलिकति मिसअन्डरस्ट्यान्डिङ जस्तो भयो भने नेपालको मान्छेले एक दुईजना मान्छेले नराम्रो बिहेभ भएछ नि तपाईँ? हजुर हजुर। नेपाल जाँदै मात्रै होइन, मेरो माने काफी एक्सपिरियन्स खराब छ नेपाली मान्छेहरूसँग त्यसको लागि। सबै जम्मै नेपाली होइन, मेरो यहाँ भी कतै मेरो खुदको टिममा भी 2टा मेम्बर हुनुहुन्छ नेपालबाट। त्यस्तो छैन मेरो चाहिँ नेपाली मान्छे कोही छैन है। नेपाली मान्छेसँग खुब दिलको एउटा भाषाले, मेरो थरले, मेरो सीमा सुवेदी श्रेष्ठले, मेरो मेरो थरले नि नेपाली जातलाई रिप्रेजेन्ट गर्छ र उहाँहरूले यति चाहिँ सोचेन जे यस्तो भन्नुहुन्न। एन्ड पिपल आर टकिङ अबाउट माई नेपाली द्याट हाउ कम सी स्पिक नेपाली लाइक दिस। बट अब मेरो नेपाली मेरो नर्थ इस्टको मान्छेहरू हो, एउटै ल्याङ्ग्वेज बोल्दैन। बेङ्गोली भी कुरा गर्छ, आसामी भी बोल्छ, हर ल्याङ्ग्वेज मिक्सअप हुन्छ, पन्जाबी भी बोल्छ। एक्ट्रेस हुनको लागि म ज्यादातर, कति मान्छेले भन्नु उसको हिन्दी खराब छैन। एक्सक्युज मी, हिन्दी खराब छैन भने फेरि हिन्दी टेलिभिजनमा कसरी काम गर्यो त, गर्न आँटे त? त्यही हो, हिन्दी खराब होस् नै होस्, त्यो उहाँहरूको लुकआउट होइन। मेरो खराबी महीमा छ, खराबीलाई सुधार्ने मान्छेको कर्तव्य हो। अरू आफ्नो भुलबाट सिक्नेमा विश्वास गर्छु म है। जस अब तपाईले